यो चाहिँ अलि उता नजिक फाल्यो लर्केर क्या हो त्यसरी साइड डिफेन्स अगाडि डिफेन्स नयाँ पिकअप आएको है फाइनली नयाँ पिकअप टर्कीजी हुनुहुन्छ उहाँ कस्तो साइड डिफेन्स ल भिडियो होइन क्या यो टेन हाल्न त जा उ त पम्प मैले देखिनँ क्या यो चाहिँ धुपे स्टेप कस्तो देखाइदियो त साइड स्टेप देखाइदेऊ लर्केर दाइ अलि उता नजिक फाल्यो लर्केर क्या हो त्यसरी अहिलेको डाइभ भनेको यही रहेछ कि खास हाम्रो कोच हुनुहुन्छ है सम्मार दर्जी यो मात्र हो यस्तो फल हुन्छ अहिले दाइ यस्तो फल हुन्छ यो चाहिँ हुन्छ काले वहाँ बहन अहिले चाहिँ हाम्रो केटाहरू चाहिँ डिफेन्स ट्रेनिङ गरिरहेको है गाइस डिफेन्स ट्रेनिङ भलिबलको साइड डिफेन्स अगाडि डिफेन्स कोच गर्दै हुनुहुन्छ हाम्रो समर दर्जी अहिले चाहिँ हाम्रो डिफेन्स गर्दै हुनुहुन्छ सुमान परियार डरायो यार लामा तानेर लामा हातमा हान्न हातमा अगाडि अगाडि ल बीचमा नुगेर हो ए के हो भनेको बीचमा आउन दिएन बीचमा आउँदैन पनिसमेन्ट पाइसक्यो है यसले बल मुनि छिर्न बीचमा साइड स्टेपहरू भएर लड्किन त्यसरी गर्नुभन्दा ल पहिले बस्न भन्दा बन फाल्देऊ फेरि सुरु
हात नटेक्न बीचमा मुडकी पार्ने नै क्या यो मुडकी नपार्के हो अब अगाडि सिकाउनु त तपाईँले अलि पहिला बग बल फालेको बग नै के यसरी हुन्न क्या यसरी लसरेर छैन बल अघि फाल्नु त्यहाँ बिचा ए के फालेको ल उठाइदिनु त बल आफै पर्छ क्या यो हातमा आफै झर्ने बेला यहाँ यसरी पर उफ्रिन्छ के ल यहाँ अगाडि नै फाल ए भन क्या म खालि खोल्याउनु त त्यस्तो बल त हेर यहाँनिर अघि देखि ल खोइ गर त ल हातै अघि आएन अनि के टाउकाले उठाउने अब त्यहीमा एउटा हात जोगा के गरेको यो धुपे तँलाई 1 घन्टासम्म राख्नुपर्छ यो त तँलाई हनाहनै गर्नुपर्छ बल चाहिँ यस्तो थापिदिने मात्र यस्तो अग्लो आएको बल हेर्न कसरी उड्छ ए यति उफ्रन्छ भनेपछि ए यति उठेपछि उठ्दैन अझ हाम्रो डिफेन्स ट्रेनिङ हुँदैछ होइन डिफेन्स ट्रेनिङ गर्नको लागि हाम्रो केटाहरू बहुत ओए के हाल्छ र टर्की नभने काले यहाँ म यहाँ कोच हो यहाँ अहिले हाललाई बबिन दर्जीलाई गराऊ के यार यत्रो ज्यान भइसक्यो यार मोटा र खेलाडी ल होइन त्यो त अनि यत्रो भुँडी हालेर अनि उफ्राउनु नसक्ने बस्यो अनि यसो कतै घना नि होइन त्यस्तो होइन नि त पिलर काट्न पर्दा सिधा कुरो नयाँ पिकअप आएको है नयाँ पिकअप यो पिकअप पनि पायो भलिबल प्लेयरहरूलाई डाइट पनि छ यहाँ खोल्साइदिने हो त सबैलाई छेडेर दे है डाइट
अब चाहिँ हाम्रो पोजिसन ट्रेनिङ हुन्छ है अब आफ्नो ठाउँबाट खेल्ने चाहिँ ट्रेनिङ हुन्छ होइन जस्तै अब आफ्नो ओपन स्पेकर छ भने चाहिँ बलआउटको ट्रेनिङ हुन्छ लिब्रो छ भने यहाँनिर ठिक हुन्छ होइन केटाहरू खाजा खाएर पनि आइसक्यो है ल सामसहित 300 सामसहित दिपेन्द्र सामसहित हाम्रो दिपेन्द्र परियारजी जानुभएको छ अब उहाँले उत्कृष्ट बल उठाउनुहुन्छ चेकआउट बल नेक्स्ट हाम्रो दिपेन्द्र परियार टर्कीजी आउनु भएको छ उहाँले अब पुष्प नगरपालिकाको इज्जत हिजोकै छ उहाँको हेर्ने भने हातको टिपेस त्यही भएर उहाँलाई ट्रेनिङ गराउन लागेको So instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks. This and that, spitting slow, spitting fast. I go What? I'm okay at last, but I don't know if that can erase all the past and the pettiness. A reflection of the emptiness, hilarious. You think you're worth my time, you're delirious, mysterious because you hide behind a fake exterior, inferior. You know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains at last, and to believe in what you got, it was built to last, yeah. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate दिपेन्द्र परियारको ट्रेनिङ बल अलिअलि हुँदैछ ल 100% मा 25%।
बल अग्लो भएर त्यत्रो अग्लो गरेर पनि भेटिहाल्छ यस्तो फाल्न भाइ अनि नजिक तेरो नजिकको फाल्के मोजुमा नफाल्नु होलीको नजिक अब बल यस्तो च्यापच्याप भेट्टाइस भने लिप र यहाँ हुन्छ फेरि लिपले डाइ खान्छ क्या यहाँ जानु सक्छ अब यो हात पहिला सुरु सार्ने यहाँ खरिद बित्तिकै लिप्रोको पैसा यहाँ हुन्छ होइन अब त्यसले त्यहाँ छडाउँछ बल छडाउँछ फेरि यसलाई यतिको उठाइदिएपछि होइन अनि अर्कोले उठाउँछ क्या ल अब पक्रिन्छ ओइ अनि ताई बाई फल हो म भयो ढाडा लगाइसक्यो मेरो अघि ढाड दुइसक्यो अघि यहाँ यहाँ कति म सबभन्दा बढी मलाई डर लाग्यो ल दिपेन्द्र परिवारको अब यो बन्द गरेपछि हुन्छ क्या गरेपछि हुन्छ यी साइड बलले उठाउनु पर्यो भाइ अब ल त्यो बल फल त्यसरी बल फल हुन्छ अहिले बल उठेले हामी नि यही हुन्छ यही सँग भेट्दै ओइ भन्नु न त्यसरी बल अब यो बल हामी भेट्दै अब तले उहाँको र यो पुरै बल अलि पछि छ क्या त्यही तल लास्ट ढीको लास्ट खेलाको सबै दिन पछि हुन्छ हैन हो त्यो क्या बिगाल्यो लस्किने बल हेरे अनि देखि म हातमा आजो गर्न हातमा सकिहाल्यो त 2 नम्बर आइहाल्यो त एक नम्बर आफैले प्लस पोइन्ट गरेको नि थाहा छैन चन्दजीको पालो अब चन त एउटा ढलेको जोडा चन त सुकिलो पैसा छ त हेर त म त भइसक्यो भाइ यो 2 सेकेन्ड लिब्रोले हो के अब चाहिँ लिफ्टर ट्रेनिङको भिडियो हुँदैछ है ट्याक्कै लिफ्टर ट्रेनिङ ओए चन यता आइज न यो त बल दे त्यो त मिलनले साथीहाल्छ सन्दीपले साथीहाल्छ नि बबिन दाले त बस्नु ल लाउनु म यता आएको बल दिन्छु ल स्टार्ट अब के छ त तेरे ज्यादा सुने गने गन मैले पछि भन्नु मैले गर्दैन के जान्दा ल अट्याक लाइनमा आउने होला नि सुरज दाइ अट्याक लाइनमा आउने अनि छुनी जाने होला के रे गने गन मैले किन अहिले सोच्छु नि बल हाल्ने लाइन याके खानु त बल छोप्नीले गर्ने हाम्रो चाहिँ 6 बजेदेखि ट्रेनिङ स्टार्ट भएको है 6 बजेदेखि गर्दा डिफेन्स ट्रेनिङ भयो एउटा अनि सबैले मेरो च्यानललाई लाइक शेयर कमेन्ट गर्नु सब्स्क्राइब गर्नु होला
स्टेजिङ आजलाई ट्रेनिङ सक्यो है गाउँ अहिले यता बस गाउँ दोलखा जिल्लादेखि लिएर म्याग्दी जिल्लासम्मका खेलाडीहरू छन् है त यहाँ दोलखा जिल्लाको खुनखार खेलाडी मिलन भुजेल म्याग्दी जिल्लाको खेलाडी बबिन्दरजी मल्लाजको खेलाडी सुमन नेपाली स्याङ्जाको खेलाडी लिब्रो सुरेश गुरुङ कहाँ गऱ्यो बैतडीको खुनखार खेलाडी अरविन्द चन्द पर्वत बाजुङको खेलाडी सुशील दर्जी उर्फ सम्मर दर्जी उर्फ भनेको उर्फ भने उर्फ Harkey Vlog.